Vlog. Hello guys, welcome back to my beautiful vlog. आज चाहिँ यस्तो राम्रो चोटो लाएर हैन यस्तो ठाउँमा घुम्न आइदिएको हामी चाहिँ यस्तो पुरा एकदम ओके meet my friends. The left side, his name is Mr. Sahil. Sahil हो नि नामै बिर्से. The right side, my Mr. Vivek Singh Chauhan. Okay, all the way from Japa. And here we have a Mr. Tamang. The Tamang from Sunkosi River. And we have a Miss Susma. Susma is from half pine. Half कट्टु लगान्छ यार तट्टु. अनि के छ त साकिल तिमीलाई कस्तो लागिरा त आज ब्युटिफुल प्लेसमा खायो मौसम धेरै खराब छ त्यही भएर बाहिर कोही ननिस्किनु रुममा सुत्नु के हो रे विवेक एकदम जाडोमा मौसम एकदम है जाडो के लगाएको सबभन्दा बढी दाइ त्यो हापेन छ नि अरे कट्टु रे रातो कट्टु पो लाग्छ त यार विवेक पनि यो त अब यो त पाइन्टी जस्तो भइहाल्यो हैन तर यो त सुत्तेमा लाउने हो नि त ऊ सुतेर नि आएको यो भुजेलनी को हो त यो कहाँ पुरा एकदम ओरे भइस छ चाइनिज सन्तोष दाइ के छ तपाईलाई कस्तो लागिरहेछ के भन्न चाहनुहुन्छ फेरि ग्रुप ग्याङक भयो नि त अनि राति राति एक्लै घुम्न जाने तपाईँ हैन रुममा बोलाउन जाने बेलामा कबोर्डमा जान्छ साखिलले चिया लिएर आएको सबै चिनी हालेर धेरै सुगर लागोस् भनेर अनि मैले के गरे रे फ्याक्दियो अनि उसले उसलाई कफी ल्याइदिएको धेरै चिनी हालेर अनि उसले नखाइकन फाल्दियो साकिल तिमी के भन्न चाहन्छौ उसलाई त ल्याउँदा पनि ल्याएन के हो यस्तो यार उसलाई त ल्याउँदा नि ए हाम्रो होटलमा छ 2-3टा बरु मेरो छैन होला खै अनुहार देखाउ त्यता बरु मेरो छैन तिम्रो हेर्दै तिम्रो 5 वर्ष देखिन्छ बाबु सन्तोष दाइ के छ त के मेसेज दिन चाहनुहुन्छ तपाईको हुनेवाली बुढीलाई जाडोमा मान्छे त देखिन्छ त्यस्तै अनि जाँदै कहाँ छन् त यात्रा अलि लामै जस्तो भयो त आज यार अरे यार म जहाँ गइरहेछु अब चढे तिमी त्यो भाँचिन्छ मला मेरे मला ए यो फोहोर व्यवस्थापन गरौँ के गरेको जस्तो यो उठा दाइ साइड लगाऊ अरे तिमीहरू कतारमा बसिरहेछ तिमीहरू के गराएको यस्तो हेलो गाइस के छ यस्तो हो एकदम खतरा जाडो भइरहेछ हैन अनि के गर्ने अब यस्तै हो जाडो एकदम डह्रो छ तर पनि अब यस्तै हिँड्नुपर्छ आहा ए दाइ त्यो फुलहरू न कस्तो खतरा फुलिरह ए बुढा हेर्नु त्यो फुल नो क्याप इज भेरी एक्सपेन्सिभ हेर्नु त्यो फुल कस्तो दामी फुलिरह तर यो फुल चाहिँ एउटा ए राम यो फुल एउटा फुलको लागि के हो विवेक यार दाइ भन्दै त केटीले यार ल ठिकै छ अब होइन दाइ भनिदियो केही छैन तर पनि अब म चाहिँ यस्तो मेरो यस्तो के गर्ने हामी अब बहिनी नै भन्नु पर्ला जस्तो लाग्यो लास्टमा आएर क्याब चाहियो 1 2 3 गो मायाले पाथ्यो लौरेसम देउतालाई भागी खाऊ कसम मोरै नमाया बगिसलाला स्वागत छ र भ्लग अन्तिमसम्म हेरिदिनु आजको भ्लगको बारेमा के भन्न चाहन्छौ विवेक मैले नै सिकाएँ डान्सहरू हैन कस्तो छ हेर्नु होला अनि झुटै बोल्यो क्या यार त्यसमा के भन्न चाहन्छौ तिमी सबैजनाले राम्रो डान्स गर्नुभएको छ विवेक सरले सिकाउनु भएको सिकाउनु त मै हो नि त सो तपाईहरु सबैजना फेरि लाइक कमेन्ट इन्जोय गरियो क्यामेराम्यान चाहिँ हाम्रो साकिल हैन तपाईहरुलाई चाहिँ कसैले पनि अब एकदम क्यामेराम्यानको बारेमा चाहिँ यदि तपाईहरुलाई चाहिएको रियली चाहिएको छ भने चाहिँ प्लिज सम्पर्क गर्नु होला हामीले चाहिँ नम्बर पनि तल छोडिदिने छौं अनि एकदम राम्रो मान्छे हुनुहुन्छ उहाँ एकदम दामी भिडियो निकाल्नुहुन्छ एकदम वान अफ द बेस्ट वाट एभर वी हैव नाउ फुल छ कहाँ पात झर्छ यहाँ अरे फुल छ कहाँ पात झर्छ यहाँ रे अनि
फुल छ कहाँ पात झर्छ यहाँ कहाँ देखाउँदैन यल्ला गाइस लेट्स गो होम Ella guys, time to end up the vlog and keep support, keep bye.